यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी अब की बार बालेन सरकारको नारा लिएर जनतामा गएको थियो। बालेन शाहलाई नै प्रधानमन्त्री बनाउने भएपछि जनतामा उत्साहजनक सकारात्मक सन्देश गएको थियो। सोही अनुसार बालेन शाह निर्वाचनमा उभिए। उनले देशका अधिकांश क्षेत्रमा पुगेर मतदाताहरूलाई प्रत्यक्ष भेटे, जसको प्रभाव मतदातामा अपेक्षाभन्दा बढी पर्यो। यो प्रभाव फागुन 21 मा भएको निर्वाचन मार्फत मतपेटिकामा व्यक्त पनि भइसकेको छ। जनताले रासपाको अपेक्षाभन्दा बढी नै मत दिएर स्थायी सरकार गठनको बाटो खोलिदिएका छन्। इतिहासको रेकर्ड नै ब्रेक गर्ने गरी जनताको मत रासपातिर खनिएको छ। यसको मुख्य सन्देश भनेको पुराना दलका गतिविधि सह्य नहुनु, रासपाले तिनलाई विस्थापित गर्ने भन्ने नै हो। जनताले आफूले गर्नुपर्ने कर्तव्य पूरा गरिसकेका छन्। रासपामाथि अब सरकार गठनदेखि काम सहितको परिणाम दिनुपर्ने मुख्य चुनौतीहरू छन्। अबको मुख्य रोडम्याप भनेको सरकार गठन नै हो। त्यसका लागि सरकारको नेतृत्वको विषयमा अहिले बहस चलिरहेका छन्। रासपाको विधानले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने कुरा किटान गरेकाले बालेनका लागि केही समस्या देखिएको छ। निर्वाचनको प्रक्रिया भर्खर टुङ्गिएको छ। यो टुङ्गिसकेपछि अब संसदको शपथ खाँदै संसदीय दलको नेता चयन हुन्छन्। नेता चयन भइसकेपछि प्रधानमन्त्री पनि चयन हुन्छन्। त्यसकारण कम्तीमा यहाँहरूले सञ्चारकर्मी साथीहरू, विशेष गरी सञ्चारकर्मी साथीहरू अलि जिम्मेवार भइदिनुपर्छ र नेपालको शासकीय स्वरूप, सरकार निर्माण प्रक्रिया, कम्तीमा यी पाटोहरूमा चाहिँ अलिकति यहाँहरूले त्यो ज्ञान राखेर जनतालाई सुसूचित गरिदिनु भयो भने जनता बेसी तपाईहरुप्रति कृतज्ञ हुनुहुन्छ। बालेन शाहको नेतृत्वमा सरकार बन्ने भएपछि जनतामा थुप्रै आशा अपेक्षाहरू छन्। विगतमा भएका विकृति विसङ्गतिलाई निर्मूल गर्दै रासपा सरकारले मुलुकलाई निकास दिन सक्नेमा जनतामा अपेक्षा छ। जनताले यही अपेक्षाका साथ रासपालाई भारी बहुमत दिएका छन्। रवि लामिछाने र बालेन शाह सहितको सहकारी अघि बढेपछि जनता थप हौसिएका पनि छन्। रवि लामिछाने र बालेन शाहबीच चुनाव अघि नै सम्झौता समेत भइसकेकाले बालेनकै नेतृत्वमा सरकार गठन हुनेमा शंका छैन। यद्यपि रासपाको विधान बाधक जस्तो देखिएको छ, तर विधान संशोधन गरेर बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। दलको नेता बनाउनको लागि हामीले प्रक्रियागत रूपमा अगाडि बढाउनलाई केही नेताहरूको उपस्थिति को प्रतीक्षामा रहेको हुनाले, स्वास्थ्य अवस्थाको कारण केही नेताहरूको उपस्थिति अझै पनि पर्खिनु पर्ने भएको हुनाले हामीले कुरिरहेको छौँ। तर एउटा विषय स्पष्ट पारौँ, सोसँग सम्बन्धित हामी त्यसमा जिम्मेवार छौँ र प्रतिबद्धता हामीले बिर्सेको छैनौँ। त्यसैले केही तलमाथि होला कि भन्ने आशंका नगरियोस्। यो सरकार नियमित आउने सरकार जस्तो नभएकाले थुप्रै चुनौतीहरू छन्। ती चुनौतीलाई चिर्दै अघि बढ्यो भने जनताबाट थप प्रशंसा पाउनेछ। त्यसो गर्न चुकेको अवस्थामा भने नयाँ सरकार पनि नयाँ बोतलमा पुरानै रक्सी साबित हुनेछ। त्यसो हुनु भनेको नेपाली जनता र खास गरी युवा वर्गलाई थप निराश बनाउनु हो। इमेज समाचारका लागि नरेन्द्र महतारा, काठमाडौँ।